गुड मर्निङ नमस्कार स्वागत छ मेरो नयाँ भिडियोमा। हजुरहरुमा आज पनि उपस्थित भइसके र सबैजनालाई चाहिँ ह्यापी तिहार भन्न चाहे यही भिडियो मार्फत। र आज चाहिँ गाई तिहार भएको छ साथीहरु। आज चाहिँ गाई तिहार सबैजनाले गाईलाई पूजा गर्नुभयो होला हैन। अब भरे आज त यस्तो पनि हो, आज चाहिँ गाई पूजा गरेर भरे बेलुका चाहिँ लक्ष्मी पूजा गर्नुहुन्छ होला। कतिले चाहिँ हैन, कतिले त हिजै गर्नुभयो, हामीले चाहिँ हिजो गरिएन हैन। हामी चाहिँ आज गर्नु पर्यो भनेर सोचिरहेको छु म चाहिँ। र हाम्रोतिर गाउँतिर पनि कसैले पनि गर्नु भएन क्या, 2-4 घर चाहिँ गर्नुभयो होला हैन। अरु चाहिँ सबै बाँकी नै छ, किनभने सबैजनाले चाहिँ भन्नुभएको थियो पहिला गाई पूजेर चाहिँ हामी लक्ष्मी पूजा गर्ने भन्नुभएको थियो। अनि म पनि होला नि त भनेर बाजे बजेकै कुरामा विश्वास लिएर चाहिँ यसो म पनि बसिरहेको छु। अनि लक्ष्मी पूजा गरिन भरे यसो थोरै भए पनि अब चलिआएको परम्परा अनुसार म पनि भरे नै पुज्नु पर्यो भनेर चाहिँ सोचिरहेको छु साथीहरु। अनि अब केही सामानहरु पनि छैन नि त, सामानहरु लिनु जानलाई पनि बजारहरु टाढो छ हैन। अनि अब हाम्रो चाहिँ बजार पनि महिनामा चाहिँ 2 चोटि बजार लाग्छ, त्यही भएको कारणले पनि केही सामानहरु पनि रेडी गरेको थिएन। अनि आज चाहिँ बजारबाट सामान अलिअलि किनेर लिएर आएर चाहिँ भरे चाहिँ गर्नु पर्यो भनेर म चाहिँ अहिले प्याउली बजारतिर जाँदैछु। प्याउली बजारमा गएर चाहिँ मेरो फोनको चार्जर बिग्रेको कारणले म प्याउली बजार गएको साथीहरु। अनि त्यहाँबाट फेरि घुरेर म चम्पे बजार जानेछु साथीहरु। चम्पे बजारको माहौल आज चाहिँ कस्तो छ हैन। तिहारको बेलामा त अब धेरै नै भिड त भइहाल्छ, ठुलो बजार लाग्छ हैन। दशैंमा नि ठुलै बजार लागेको थियो, अब आज पनि ठुलै लाग्छ किनभने औँसी बजार हो नि त। यो चाहिँ तिहारको लागि अब भिड नै हुन्छ साथीहरु। लाई हाम्रोतिर चाहिँ कस्तो मजाले यतातिर चाहिँ धान पाकेर पयालै भइसकेको छ हैन, देख्न सक्नुहुनेछ। यो चाहिँ 3 जना चाहिँ मेरो छोरीहरु, उनीहरु पनि गएको बजार, कोही मामा लगाएको साथीहरु। अब चाहिँ प्याउली बजारतिर भेटौँला साथीहरु, अनि फेरि भरे चम्पे बजारतिर भेटौँला है। अहिले चाहिँ हामी यहाँनेरि चाहिँ यो हाम्रो चाहिँ देउराली भन्ने ठाउँमा चाहिँ पिङ लगाएको छ है। अनि चाहिँ यहाँ हामी चाहिँ बाटोमा जाँदा जाँदै पिङ खेल्दैछ झ्याउरीहरू। खेला खेला लो लड्छ 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 लड्छ। यो चाहिँ देउराली हो बजार। जम 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 अहिले चाहिँ हामी प्याउली बजार आइसकेको साथीहरु। मैले चाहिँ प्याउली बजारमा चार्जर पनि किनिसकेँ हैन। चार्जर चाहिँ मैले किनिनँ, डाटा केबल चाहिँ किनेर लगेँ साथीहरु। किनभने मेरो टाउको डाटा केबलमा चाहिँ समस्या भएको कारणले मैले डाटा केबल चाहिँ किनेर लगेँ साथीहरु। मैले चार्जर चाहिँ किनिनँ। यो चाहिँ हाम्रो प्याउली बजार साथीहरु। कस्तो सुन्दर सुनसाफ छ। आज चाहिँ गाडीहरु खासै आउजाउट भएको छैन। अब अहिले अब बिहानको त बिहानै गइसक्यो होला। अब अहिले चाहिँ खासै गाडीहरु चाहिँ कुदेको रहेनछ। प्याउली बजारलाई चाहिँ सरररररलेर चाहिँ बजार बजार प्याउली बजार। अब चाहिँ हामी चम्पे बजारतिर लाग्दैछौँ साथीहरु। अब चाहिँ हामी चम्पे बजारतिरै भेटौँला। यहाँ चाहिँ 2 जना चाहिँ मेरो छोरीहरु लखर लखर। अहिले चाहिँ हामी प्याउली बजार आइसकेको साथीहरु। अनि मैले चाहिँ चार्जर पनि किनेर लगिसकेँ हैन। अनि अब हामी चाहिँ प्याउली बजारदेखि चाहिँ अब हामी चम्पे बजारतिर जानुपर्ने हुन्छ। अनि हामी चाहिँ चम्पे बजार जाँदैछौँ साथीहरु।
फाइनली अहिले म चाहिँ चम्पे बजार आइसकेको छु साथीहरू। अहिले चाहिँ चम्पे बजारको माहौल देख्न सक्नुहुनेछ। तिहार लागि सँगसँगै सार सामान किनमेल भइरहेको छ। यहाँनिर चाहिँ हाम्रो एनजीले चाहिँ मसक्क मस्किरहेछ, किनभने दोकान के अरे पसलको सामानहरू देखेर। हाम्रो चम्पे बजार कस्तो लागिरहेको छ साथीहरू। अहिले चाहिँ बजार पनि मान्छेहरू घटिसक्नु भएको छ किनमेल गरेर। अनि अहिले चाहिँ बजारमा कम मान्छे, कम थोरै यहाँ हाम्रो कान्छीको मोबाइल हराएर यहाँ चिन्ताले बसिरहनु भएको छ। यहाँ भाडा पसलमा चाहिँ मोबाइल हराएको अरे होइन। अनि हाम्रो कान्छीको चाहिँ मोबाइल हराएर बिजोग भएको छ। अनि यहाँ सिसी क्यामेरामा चाहिँ फिट हुन्छ नि त भनेर अब सिसी क्यामेराबाट चाहिँ हेर्दै हुनुहुन्छ होइन। अब भेटिन्छ भेटिँदैन त्यो चाहिँ हामीलाई थाहा भएन होइन। अब यहाँ चाहिँ तिरपाल लगाएको छ नि त, पाल लगाएपछि चाहिँ सिसी क्यामेराको त्यो क्यामेराले चाहिँ अलिक भेटाउँदैन कि भन्दै हुनुहुन्थ्यो। तर अब हेरौँ भेटाउँदैन। बिजोग भएर रुन आँटिरहेको छैन हाम्रो कान्छी चाहिँ। अघि त कति ठुलो भिड थियो नि त, अहिले चाहिँ मान्छेहरू सबैजना किनेर घर फर्किसक्नु भएको छ। अनि अहिले चाहिँ खासै भिड छैन, देख्न सक्नुहुनेछ है। आज चाहिँ ठुलो बजार लागेको थियो। आज चाहिँ कति ठुलो बजार लागेको थियो यहाँनिर चाहिँ बजार लागेर। बजार आजको बजार हाम्रो चाहिँ फोन, झोल, ब्याग, पैसा सबै हराएर तनाव भइरहेछ। अहिले चाहिँ बजारमा मान्छेहरू सबैजना घर फर्किसक्नु भएको छ है। अहिले चाहिँ भिडभाड कम भइसकेको छ। अघि चाहिँ कति धेरै भिड थियो, अहिले चाहिँ भिड सकिसकेको छ बजार। हाम्रो चम्पे बजार यस्तो छ है गाइजहरू। हामी चाहिँ यहाँ चटपटे अनि आलु निम्की अनि के अरे यो के पो चाउमिन एकै ठाउँ खाएको। हामी तिनजनाले एक एकपल्ट किन्दै खाँदै गरेर चाउमिन हो यो चाहिँ। ओ अस्मिता मिस दिदी हाम्रो गाउँको होटल यो चाहिँ ठुलो होटल, यो चाहिँ रेस्टुरेन्ट है हाम्रो। यसो बजार आउँदाखेरि हाम्रो औसी बजार कुर्ने बजार हाम्रो यो चम्पे बजारको चाहिँ रेस्टुरेन्ट हो साथीहरू। अनि हामी चाहिँ यहाँनिर अहिले चाहिँ चाउमिन, चटपटे, आलु निम्की खाएर बसिरहेको छौँ। अब चाहिँ हामी चम्पे बजारबाट घर जाँदै गरेको छौँ। उनीहरूले के हेर्दै हुनुहुन्छ यहाँनिर दोकाने अङ्कलकोमा। ठिक्क तातो हुन्छ। हामी चाहिँ पसलमा चाहिँ केही चाहिँ किन्न खोजेको होइन, तर हेर्नु चाहिँ खोजेको। दाम मिल्दैन क्या, दाम मिल्दैन। ल यहाँ चाहिँ उहाँले चाहिँ लुङ्गी लगाएर टिकटक बनाउन आँट्नु भएको छ। यहाँ पसलको दिदीहरूको पसलको नाम दिदीको नाम चाहिँ थाहा भएन है। उता हिलेबाट आउनु भएको, तपाईँ हिलेबाट आउनु भएको हो? राइनी, हिलेको राइनी हो उहाँ चाहिँ। अनि उहाँलाई कस्तो राम्रो देखेको छ, कस्तो सुहायो है। ल गाइजहरू अब चाहिँ हामी